एसियाकै महत्त्वपूर्ण ओडेन म्याग्नेसाइटको भिडियो आज लिएर हामी आएका छौं, जसको हेड अफिस खरेडुङ्गामा छ भनेदेखि यसको ब्रान्च करमा तौथली, टेकनपुर र लामसाङसम्म फैलिएको यो ओडेन म्याग्नेसाइटको आज खरेडुङ्गामा भएको यो हेड अफिसको यो जुन प्रोडक्सन स्थलको भिडियो आज हामी लिएर आएका छौं। यो भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। सर्वप्रथम यस खरेडुङ्गाको यो ओडेन म्याग्नेसाइटमा यस्तो के चिज पाइन्छ जसको लागि यति धेरै लगानी गरिएको छ भन्ने विषयमा तपाईलाई म अवगत गराउन चाहन्छु। यस खरेडुङ्गाको यो ओडेन म्याग्नेसाइटमा चाहिँ यस एक प्रकारको ढुङ्गा पाइन्छ, जुन ढुङ्गा चाहिँ फलामहरू पगाल्नको लागि ठुला ठुला भट्टीहरू बनाउँछन्, यानि इट्टाको भट्टीहरू बनाउँछन्, जुन खरेडुङ्गामा 100 वर्षको लागि उपलब्ध छ, यानि उत्खनन गर्न सकिन्छ भन्ने वैज्ञानिक आधार छ। फलाम 1500 डिग्री भन्दा माथिको तापक्रममा पूर्ण रूपमा पक्लिन्छ भनेदेखि यहाँ भएको यो जुन म्याग्नेस हो, म्याग्नेस ढुङ्गा चाहिँ 3000 डिग्री सेन्टिग्रेड भन्दा माथि मात्र पक्लिने वैज्ञानिक आधार जुन इन्डियामा ठुला ठुला भट्टीहरू भएको हुनाले यसको महत्त्व एक अत्यन्त ठुलो रहेको छ। यस ओडेन म्याग्नेसाइटलाई नेपाल सरकारले पनि अत्यन्त नाजुक अवस्थाको रुग्ण उद्योगको रूपमा परिभाषित गरेको छ र आर्थिक वर्ष 82-83 मा यसको पुनर्स्थापना या यसको मर्मसम्मारको लागि नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको थियो, जुन मलाई खुसीको विषय हो। र किनभने कि यो म्याग्नेसाइट चल्दाखेरि नै मलाई अनुभव गरेको यो म्याग्नेसाइट अहिले अत्यन्त नाजुक अवस्थामा रहेको छ। म तपाईलाई भिडियो मार्फत देखाउन चाहन्छु। यहाँका भएका सरसामानहरू यतात्यत्र छरिएका छन्, जो यहाँ भएका यी बकेटहरू झुन्डिएको अवस्था, कतिपय छरेको अवस्थामा रहेको छन् र अत्यन्त नाजुक अवस्थामा छ यो ओडेन म्याग्नेसाइट। म तपाईलाई तौथलीतर्फ जुन जाँदै गर्ने लट्ठाहरू र यहाँ भएका मेसिनहरूको बारेमा अवगत गर्दैछु। यो घेर्ने हो जुन लट्ठालाई घुमाउने काम गर्छ, यो अहिले राम्रै अवस्थामा देखिन्छ। म तपाईलाई देखाइ नै रहेको छु। यो जुन लट्ठा बेर्ने एउटा घेर्ने बनिरहेको छ र यो मेसिनहरू अत्यन्त नाजुक अवस्थामा छन्। र म तपाईलाई तौथलीतिर जाने जुन ओडेन म्याग्नेसाइटको मेन रुट हो त्यसको भिडियोतर्फ म तपाईलाई लाँदैछु। यही रुट भएर तौथलीतर्फ यो ओडेन म्याग्नेसाइटको बकेटहरू जाने गर्छन्। हामीलाई आशा यो पनि छ कि नेपाल सरकारले आर्थिक वर्ष 82-83 मा नीति तथा कार्यक्रममा ओडेन म्याग्नेसाइटलाई पनि राखेको हुनाले थोरै आशा भने हामीले जागेको छ। र योभन्दा अगाडि चाइनाबाट आएका पर्यवेक्षकहरूले पनि डिलिङ गरेको दृश्य हामीले तपाईलाई भिडियो देखाएका थियौँ भनेदेखि त्योभन्दा अगाडि अस्ट्रेलियाबाट आएका वैज्ञानिकहरूले पनि यो ओडेन म्याग्नेसाइटको बारेमा अध्ययन गरेर जानुभएको थियो। हुनसक्छ आशा गरौँ चारौँभन्दा चारौँ चाइनाबाट आएका चाइनिजको वैज्ञानिकहरूको रिपोर्ट चाँडै राम्रो आओस् र यो हाम्रो ओडेन म्याग्नेसाइट चाहिँ चल्ने अवस्थामा बनुन् भन्ने कामना गर्दै, यदि यो ओडेन म्याग्नेसाइट चलेको खण्डमा हजारौँ युवा साथीहरूले चाहिँ रोजगार पाउने थिए, तौथलीका, टेकनपुरका र खरेडुङ्गा पनि समृद्ध हुने थियो भन्ने आशा राख्दै यो भिडियो अन्त्यसम्म हेर्नुभयो, त्यसको लागि तपाईलाई धेरैभन्दा धेरै धन्यवाद।